ल यहाँ उपस्थित सम्पूर्ण नमस्कार। आज मिति 2082 साल फागुन 13 गते हाम्रो श्यामबहादुर खड्का सर जुन हाम्रो साझा संस्था नेपाल विद्युत प्राधिकरणमा 38 वर्षदेखि अमूल्य योगदान पुर्याउँदै आज उहाँको अवकाश हुने दिनमा हाम्रो सर्वे महाशाखाद्वारा एउटा सानो कार्यक्रम आयोजना गरेको छौँ, जसमा हाम्रो गजेन्द्र सर यहाँ सबभन्दा सिनियर र हाम्रो अभिभावकको रूपमा उपस्थित हुनुभएको छ र यो कार्यक्रमको पनि अभिभावकको रूपमा यहाँ आसन ग्रहण गरिदिनु हुनको लागि अब यो धन्यवाद र यहाँ उपस्थित हाम्रो सिनियर सम्पूर्ण दाइहरूलाई पनि आसन ग्रहण गरिदिनु। त्यसै गरी हाम्रो भाइहरू साथीहरूलाई सम्पूर्णलाई आफ्नो यथास्थिति स्थानमा र अब आजको हाम्रो विशेष अतिथिकै रूपमा हुनुभएको यहाँ श्यामबहादुर खड्का दाइले पनि आफ्नो स्थानमा आसन ग्रहण गर्नु, पालुङ दादाले पनि आसन ग्रहण गरिदिनु हुनुहुन्छ। आजको यो कार्यक्रम हामी सबैलाई लगभग अवगत नै सके पनि म संक्षिप्त रूपमा भन्न चाहन्छु। हाम्रो सर्वे महाशाखा कि आयोजना विकास विभाग अन्तर्गत अब श्यामबहादुर खड्का दाइले आफ्नो 38 वर्षमा नेपाल विद्युत प्राधिकरणमा विभिन्न पोस्टमा काम गर्दै यहाँ आफ्नो अमूल्य योगदान दिनुभएको सर्वेमा अब सर्वे महाशाखामा हामी आएदेखि थाहा भएकोदेखि उहाँले सर्वेमा पनि विभिन्न साइटहरूमा विभिन्न आयोजनाहरूमा योगदान पुर्याउनु भएको छ। अब सर्वे भनेको त्यसै अब अलिकति गाह्रो नै चिज हो, त्यसमा पनि हामी साइट जाँदाखेरि उहाँ अझै गाह्रो काममा धेरै सहयोग पुर्याउनु भएको छ। त्यही भएर अब हामी सर्वे महाशाखाको परिवार यहाँ उपस्थित भएर उहाँलाई एउटा सम्मान, एउटा उज्यालो नेपाल पछिको पनि लाइफ उज्यालो होस् भन्ने कामना साथ उपस्थित भएको छौँ। र अब त्यसै गरी यो विद्युत प्राधिकरणद्वारा लिएको सर्वे अधिकृत होइन सर्वे इन्जिनियर पदमा नवआगन्तुक भाइहरूलाई पनि यसै कार्यक्रममा हामी स्वागत गर्न चाहन्छौँ। अब हाम्रो परिचय कार्यक्रम भएको छ जसमा भाइहरूले अब यो आफ्नो सानो परिचय संक्षिप्त परिचय यहाँ अनुरोध गर्दछु। आयोजना व्यवस्थापन पोस्टिङ भएको छु। नमस्कार सबैजनालाई, मेरो नाम महेश अधिकारी, मेरो घर चाहिँ दाङ प्रिन्सिपल अनि मैले ब्याचलर पढेको चाहिँ WRCबाट अनि अहिले चाहिँ सर्वे महाशाखामा एज सिभिल लेभल सर्वे इन्जिनियरको रूपमा जौली भन्ने ठाउँमा सुन्दर गाउँपालिका अनि त्यसपछि म पनि WRCबाटै हो। यहाँ सबै मन्दिर कुमार तिमल सिंह, मेरो घर चाहिँ बारा जिल्ला सिमरा, अनि त्यसपछि पढेको WRC 70 देखि 74 नै हुने। त्यसपछि यहाँ चाहिँ 79 मा एन्ट्री भएको, 79 फागुन चैत्र अनि त्यसपछि अहिले 70। नमस्कार, मेरो नाम सुरज दादा, मेरो घर बनेपा कालले, म चाहिँ काठमाडौँ विश्वविद्यालय प्याजो प्राधिकरणमा 75 सालदेखि 75 पैसादेखि कार्यरत छु।
मैले मेरो घर चाहिँ भक्तपुर हो। मैले पनि केबाट जियोमेटिक्स अहिले म सहायक पालुङका चाहिँ तपाईँको पालो नमस्कार सबैजनालाई। र मेरो नाम चाहिँ रुद्रबहादुर पालुङा। मेरो घर चाहिँ ताप्लेजुङ जिल्ला फुली नगरपालिका वार्ड नम्बर 8 हो। र अहिले म उहाँहरूसँगै सर्भिस महाशाखामा सवारी चालकको रूपमा चाहिँ म कार्यरत छु। नमस्कार, म चाहिँ ख्याम बहादुर खड्का आयोजना विकास विभागमा सर्वे महाशाखामा कार्यरत। सम्पूर्ण सरहरूलाई नमस्कार। आज चाहिँ मेरो चाहिँ 58 वर्ष अवधि पुरा भएको हुनाले सरहरूले चाहिँ एउटा स्वागत कार्यक्रम भनौँ न एउटा राख्नु भएको रहेछ। त्यही भएर यही विषयमा चाहिँ हामी अहिले यहाँ चाहिँ कुराकानी भइरहेको खुसी लाग्यो। सरहरूले चाहिँ त्यसरी चाहिँ कार्यक्रम गरेर विदाई भन्दा पनि एउटा स्वागत कार्यक्रम गर्नुभयो, एकदम खुसी लागेको छ। यही हो। लाइक र च्यानल छ इन्टरटेनमेन्ट च्यानल युट्युबमा छ, सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। म पनि इन्जिनियरिङ गरेको म चाहिँ एउटै क्लासमेट हुँ। इन्जिनियरिङदेखि 74 को पास आउट। घर चाहिँ मेरो कपिल वस्तु आज सर्वे महाशाखामा आज सर्वे इन्जिनियर योगदान दिँदै आइरहेको छु। नमस्कार, मेरो नाम सौगात नेपाल। म चाहिँ डब्लुआरसी इन्जिनियर पढेको। अहिले एनइएमा चाहिँ 2020 मा इन्जिनियर हो। अनि मेरो घर चाहिँ काठमाडौँ छ। नमस्ते, मेरो नाम चाहिँ प्रभाविता। मेरो स्थायी घर चाहिँ ढुङ्गेल म चाहिँ 2018 मा काठमाडौँ युनिभर्सिटीबाट जियोमेट्रिक्स इन्जिनियरिङ पास गरेको र विगत 4 वर्षदेखि चाहिँ म नेपालमा। नमस्ते, मेरो नाम चाहिँ सरिता ढुङ्गाना। मेरो घर चाहिँ पोखरा हो। म अहिले जियोमेट्रिक्स इन्जिनियरिङ नै पढाएँ डब्लुआरसीबाट 2071 को ब्याच। अनि यहाँ चाहिँ 2078 जस मेरो 4 इयर्स भयो। फेरि फाल्गुनमा थियो र तिमीहरूलाई दुईजनै भाइहरूलाई चाहिँ एकदम वेलकम होइन हाम्रो डिपार्टमेन्टमा। अनि ख्यामलाई चाहिँ अब हामी युट्युब च्यानलमा भेटिराखौँला। के अरे हाम्रा महाशाखाका साथीहरूको मुखबाट पनि उहाँकै तारिफै सुनिन्छ। त्यस्तै तारिफ आगामी दिनमा पनि दिइराख्नुहोस्, मेरो शुभकामना। हाम्रो सर्व महाशाखाको तर्फबाट पनि शुभकामना दिन चाहन्छु। हामीले युनिटीमा खाजा मात्र होइन, आफू पनि युनाइट भएर काम गर्न पर्छ। यसका साथसाथै हामीले यो कार्यक्रमलाई अन्त्य गर्न चाहन्छौँ।